अहिले चाहिँ यो टेस्टको चाहिँ डिप फ्राई चाहिँ एकदम सेल ब्ल्याक फ्राइडे सेल चाहिँ एकदम सस्तोमा छ, हजुरहरूले लिनु होला। अनि मैले चाहिँ यो माइक्रो ओभनमा नि राखेको छु, किनकि यसको धुवाहरू त हजुरहरूले घरभित्रै पनि यसलाई डिप फ्राई गर्न सक्नुहुन्छ। एकदम त्यस्तो साह्रो हुँदैन, एकदम सजिलो पोर्टेबल, एकदम हजुरहरूको हात डढ्ने यताउता केही हुँदैन, एकदम मजाले डिप फ्राई हुन्छ। यदि हजुरहरू लिन चाहनुहुन्छ भने मेरो ओरेन्ज कार्डमा क्लिक गरेर लिन सक्नुहुन्छ। मेरो छोरीलाई भनेर ओनियन रिङ्स बनाउनु लागेको, यसमा चाहिँ फ्राइज हुन्छ, श्रिम्स, फिस, विङ्स फ्राई हुन्छ होइन। देख्न सक्नुहुन्छ मैले चाहिँ अघि नै यहाँनिर ओइल लगाएर खराइसकेको छु, एकदम तातो भइसकेको छ। अब चाहिँ म ओनियन रिङ्स लाउँछु। अनि यहाँ हजुरहरूले यसरी लगाएर ठक्कासँग यसलाई छोपिदिनु। हजुरहरूले स्टोभमाथि राखेर पनि चलाउनु सक्नुहुन्छ। यहाँ भित्र भएको धुवाहरू चाहिँ सबै बाहिर पाखा लिएर जान्छ नि त। यो माइक्रो मुनि हाम्रो यहाँनिर यसको ग्यास तान्ने हुन्छ। मैले चाहिँ चिकन विङ्स पनि फ्राई गर्न लागेको छु त्यसमा। मेरो फ्राई चाहिँ पाकिसकेको हुन लागिरहेको छु। मेरो फ्राइज पनि बनिसक्यो, यसलाई चाहिँ एकछिन यहाँ निकालेर यहाँ तराउन दिने, तेल तरिन्छ।